आज फेरि नेपालले एउटा अभिभावक गुमाएको छ। एका बिहानै उठ्न नपाउँदै के न्युज सुन्न पर्यो हो। फिल्म इन्डस्ट्रीमा एकदमै लामो अनुभव भएको, अझ भन्ने हो भने यो फिल्म इन्डस्ट्रीलाई एकदमै हाइसम्म पुर्याउनु भएको र बच्चैदेखि उहाँको क्यारिकेचरहरूलाई हरेक कुरालाई कपी गर्दै तपाईँ हामी आएको र आज सुनिल थापा सरको निधन भएको छ। यो न्युज सुन्दा म आफैमा एकदमै निशब्द छु। उहाँको लागि कुनै पनि कोट छैन। बस म यति भन्न चाहन्छु, तपाईँ जस्तै फेरि पनि नेपालले एउटा नयाँ कलाकार पाओस्। तपाईँको रूपमा फेरि पनि यो इन्डस्ट्रीलाई धान्ने नै एउटा राम्रो कलाकार भनेको यो धरतीमा आओस्, यही भन्न चाहन्छु। तपाईँको लागि कुनै पनि कोट छैन। रेस्ट इन पिस सुनिल सर। मरेर गए नि न तोडिने बन्धन माया हो।